देशको यस्तो समस्या यस्तो पीडामा पनि आफ्नो राजनीतिको रोटी सेक्न खोज्ने अर्का चाम्पाको टिमलाई बल्ल एकजना दाइले तह लगाउनु भएछ। देशको हरेक बाढी पीडित नागरिक यसै गरी जाग्नुपर्छ अनि मात्रै यिनीहरू लाइनमा आउँछ। ठाउँ ठाउँबाट हरेक देशको नागरिकले यिनीहरूलाई यसै गरी सबक सिकाउनु पर्छ। पहिले यो माथिको भिडियो हेर्नुस् अनि त्यस पछाडि बाँकी कुरा गरौँला। यो श्रम संस्कृति पार्टीको भेष नलगाइकन श्रमदान गरिदिनुहोस्, हामी स्वीकार छौँ। तर श्रम संस्कृति पार्टीको भेष लगाएर आउनुभयो भने हामी स्वीकार्य छैन र हामी तपाईहरुलाई स्वीकार्दैनौँ। बरु क्षति भए पनि होस्, 60 बिघा त के 100 बिघै जमिन लैजाओस्, त्यहाँका 100 घरधुरीहरू नि बगाओस्, हामी बगाउन दिने भन्नुभएछ। गर्न पनि अब त यिनीहरूले अति नै गरिसक्यो। जब जब हाम्रो देशमा यस्तै खालका विभिन्न खालका विपत्तिहरू आपतहरू आइपर्छ, देशमा समस्या आउँछ, त्यति बेला सबै दोषहरू सरकारलाई थुपार्दै आफ्नो राजनीतिको रोटी सेक्दै आएको छ। मानव हर्क चाम्पाको टिमलाई त देशमा आपत विपद पर्नु भनेको हामी नेपालीहरूको लागि दशैं र तिहार आएको जस्तो। जब कुनै पनि समस्या आइपर्छ त्यस पछाडि बल्ल यिनीहरूको घटिया राजनीतिक खेल सुरु हुन्छ। क्युआर आतंक सुरु हुन्छ। आफ्नो मन लाग्दै आफ्नो मन खुसी पैसा उठाउनेतिर लाग्न सुरु हुन्छ। अरूसँग सहयोग माग्यो, पैसा उठायो, त्यहाँसम्म ठिकै छ। तर पनि यिनीहरूले सहयोग रकम कति उठ्यो, कहाँ कति सहयोग गर्यो, त्यसको कुनै पनि पारदर्शिता छैन। उल्टै नागरिकले त्यसको हिसाब किताब माग्यो भने जसले चाहिँ 1 रुपैयाँ सहयोग नै गरेको छैन तिनीहरूले पैसाको हिसाब किताब माग्छ भनेर कुरा टाल्दिन्छ। यिनीहरूलाई नागरिकले विश्वास गरेर दिएको रकम यिनीहरूले अनियमितता त गर्छ र सही ठाउँमा सदुपयोग गर्दैन भन्ने कुरा अस्ति दार्चुलामा नै देखाइसक्यो। 48 लाखमा बन्ने पुल 1.5 करोडमा बनाएर। अनि फेरि उनीहरू आफै पारदर्शिताको कुरा गर्छ, राजनीतिक संस्कारको कुरा गर्छ, भ्रष्टाचार गर्नेलाई बाँधेर झुन्ड्याउने लात्ताले हान्ने कुरा गर्छ। आफ्नै पार्टीभित्र आफ्नै टिमभित्र भ्रष्टाचार र अनियमितता भएको थाहै छैन, त्यही पनि ठुला गफ हान्दै हिँड्छ। सुन्ने र सुनाउनेलाई पनि लज्जास्पद कुरा। यस्तो पीडादायक क्षणमा सरकारलाई रचनात्मक रूपमा सहयोग गर्नु त कता छ कता, उल्टै आफ्नो पार्टीको प्रचार प्रसार गर्दै फेसबुकबाट नै क्युआर टिम गठन गरेर बस्छ। 4-5 जना क्युआर राखेर पैसा उठाउने मान्छे तोकेर राख्छ। अनि फेरि पछि गएर त्यसको हिसाब किताब माग्यो भने जसले चाहिँ 1 रुपैयाँ सहयोग गरेको छैन, जसले चाहिँ 1 रुपैयाँ सहयोग गर्न सक्दैन, त्यसरी हिसाब किताब माग्छ भनेर कुरा टाल्दिन्छ। देशको प्रधानमन्त्री बन्छु भनेर ठुला गफ छाड्दै हिँड्ने मान्छेको यो भन्दा लज्जास्पद चरित्र अरू के हुन सक्छ? जिम्मेवारी लिने छैन, आफू र आफ्नो दलको स्वार्थ पूर्ति गर्न मात्रै हतार छ। अरूलाई सानो र आफूलाई ठुलो देखाउनतिर 24 घण्टा ध्यान जान्छ, आतुर छ। के यही हो र श्रम संस्कृति पार्टीको संस्कार? हुन त जस्तो गुरु त्यस्तै चेला बन्छन्। सायद त्यही भएर पनि हुन सक्छ कि हर्क चाम्पाको फेसबुकमा कराउने कार्यकर्ता समर्थकहरू यतिसम्म खतम छ कि यतिसम्म गए गुज्रेको नालायक केही पनि नबुझ्ने छ कि प्राकृतिक प्रकोपलाई पनि रासोपाले प्रधानमन्त्री बालेन शाहले बाढी पहिरो पठाएको र बाढी पहिरो रासोपा र बालेनको कारणले गर्दाखेरि आएको मान्छे मरेको तहस नहस विनाश बनाएको भन्दै चेतना नभएको पशुको जस्तो कुतर्क गरेर हिँड्छ। चीनबाट आएको कुरा आयो। चीनले हामीलाई यो यस्तो भइराखेको छ भन्ने किसिमको जानकारी सुरुमा दियो कि दिएन? यसमा एउटा संकटकाल घोषणा गरेर फेसबुकतिर क्याउ कराउँछ। फेरि त्यस्तो खालको बुद्धि र विवेकहीन कुराहरूलाई पत्याउनेहरू पनि उनीहरूको बेडाको हुलहरू छन्। बालेन्द्र शाह प्रधानमन्त्री र रवि लामी छाने चाहिँ किन दुलोभित्र लुकेर बसेको हो र? अनि त्यत्रो घटना भइरहेछ होइन? अनि सहयोगको लागि केही कुरा पनि अगाडि बढाएको रहेनछ है। न उद्धार गर्नलाई चाहिँ उद्धारकर्ताहरूको चाहिँ व्यवस्था गर्दैछ, बिचरा नेपाल सेना र प्रहरीहरू मात्र खटिरहेको रहेछन्। अनि यो सरकारको टिम मार्फत चाहिँ के काम गर्यो त? खोइ के काम गर्यो है? घन्टेहरू सम्झाउनु पर्दैन? त्यस्ता खालका विवेकहीन कुराहरूमा पनि हो सही हो भन्दै कमेन्टमा रमाउनेहरूको पनि कमी छैन। हर्क चाम्पाको विवेकहीन कार्यकर्ता समर्थकहरूलाई म भन्न चाहन्छु, सक्छौ भने देशमा यस्तो आपत परेको बेला, विपद परेको बेला, देश पीडामा भएको बेला सरकारलाई साथ देऊ, नागरिकलाई साथ देऊ, तर घटिया राजनीतिक खेल नखेल। तिमीहरूको त्यो खराब चरित्र नेपाली जनताले पटक देखिसके, चिनिसके। अब कति पटक चिनाउँछौ? त्यस विषय तपाईँहरूको के लाग्छ आफ्नो विचार कमेन्टमा अनि उनीहरूलाई सक्दो सेयर पनि गर्नुहोस् है त।